हेलो गाइज वेलकम ब्याक टु यर च्यानल। आज हाम्रो अफिसियल पिकनिक रहेको छ र हाम्रो पिकनिकको स्थान स्पोट रहेको छ सिमलपानी र मैले आफ्नो छोरीलाई पनि सँगै पिकनिकमा लैजाँदैछु। के कस्तो हुन्छ, कस्तो ठाउँ रहेको छ, पहिलोचोटि हामी जाँदैछौँ। सो तपाईँहरूलाई पनि इन्जोय गर्नु होला। आजको भिडियो रोमाञ्चक अवश्य पनि हुनेछ। यो पिकनिक भ्लग चाहिँ पहिलोचोटि होला। त्यसपछि हामी अब यहाँबाट गोडगाउँतर्फ लाग्छौँ। गोडगाउँपछि हामी यहाँबाट बस चढेर सिमलपानीको बाटो हुँदै हामी जानेछौँ र तपाईँलाई सबै बाटोको दृश्यहरू पनि देखाउनेछु। जोडिराख्नु होला। सो हाम्रो गाडी अहिले भर्खरै गोडगाउँ चोकमा आइसकेको छ। हामी अब गोडगाउँ चोकबाट अगाडि बढ्दैछौँ। हेर्नुहोस् गाडी त्यहाँ उभिरहेको त्यो देखाउनेछु। आज हाम्रो पिकनिक अवश्य पनि राम्रो हुनेछ। तपाईँलाई पनि अवश्य राम्रो लाग्नेछ। पहिलो हो यो सार्वजनिक राइडिङ यो चाहिँ हाम्रो सार्वजनिक गाडीमा पहिलोचोटि पिकनिक गाडिँदैछ। गाडी पनि एकदम कता बस्ने भन्ने अवस्था छ। यहाँ चाहिँ हाम्रो टिम लगभग उपस्थित भइसकेको छ। दुईजना चाहिँ हाम्रो विज्ञदेखि पिकअप दिन्छौँ। सानो बाबु नानीहरू पनि छन्। बाटोको सम्पूर्ण दृश्य र बाटो अलिकति अप्ठ्यारो भएको हुँदा बाटोमा ढुलाउन सक्ने र बाटो अलिकति अप्ठ्यारो छ। तर पनि हामी नियमित रूपमा गएकै बाटो, तर हामी यसरी गाडीमा गएका थिएनौँ, साइकलमा चाहिँ गएका। यो कोइलिया चोकमा आइपुगेको छ। यहाँबाट गाडी बन्नेछ। मजा हुन्छ भाइ। नानी मन त थिएन भनेर जानै पर्यो। उहाँलाई मास्क चाहिएको छ। अलिकति धुलो भएको हुनाले जानुहोस्, पछाडि जानुहोस् त। ल बस्नुहोस् बस्नुहोस्। बसौँ बसौँ बसौँ, हामी पनि बसौँ। हल्का यो माथिपट्टि चाहिँ धुलो भएको हुँदा मास्कको पनि एकदम आवश्यकता पर्न सक्छ। मास्क दिन्छ है, दिन्छ। सायद तपाईँहरू कसैको लागि यो बाटो नयाँ हुनसक्छ भने तपाईँ कसैको लागि पुरानो हुनसक्छ। र मेरो लागि चाहिँ यो बाटो हामी लगभग साइक्लिङ गर्दाखेरि नियमित रूपमा यो बाटो राइड गर्छौँ। त्यस कारणले गर्दा बाटो नयाँ होइन, पुरानो। सो अब हामी एकछिन यहाँ 15 मिनट जति बसले चाहिँ पेसेन्जरलाई कुर्छ र हामी लगत्तै यहाँबाट निस्कनेछौँ। राइट टु सिमलपानी यो बस। तपाईँहरूले बाटोको दृश्यहरू देखाउँदै जानेछौँ। जङ्गल एरिया पनि पर्छ, बस्ती गाउँ, नयाँ नयाँ गाउँहरू पनि पर्दै जान्छ। र तपाईँहरूलाई सम्पूर्ण जानकारी दिनेछु। खै त सीता पूजा पाठ गरेर हामीले बुझिसक्यौँ कि लगभग हाम्रो सम्पूर्ण टिम उपस्थित भइसकेको छ। यो सुखौरा गाउँ धेरै छैन, 15-20वटा घर रहेको छ। यहाँ चाहिँ केही दिन अगाडि एकजना चाहिँ रुखमा चढ घाँस काट्दा काट्दै बित्नु भएको रहेछ। त्यस कारणले गर्दा उहाँको भोट लिएर आउने कुरा भन्ने गाउँमा आइपुगेका छौँ। अब हामी यहाँबाट लगभग 2 घन्टाको सेरोफेरोमा हाम्रो लोकेसन पिकनिक स्पोटमा चाहिँ पुग्ने। 2 नै 1 मै पुगिन्छ होला अब। र
बाटो अलिकति अफरोड भएको हुँदा केही समय लाग्न सक्छ, तर बस जुन यो गतिमा हिँडिरहेको छ त्यो गतिले चाहिँ हामी 1 घन्टा कोसेर गएर पुग्छौँ कि भन्ने हाम्रो अनुमान रहेको छ। र अहिले चाहिँ बस खाली छ। उहाँवाला दाइको घर देखाइदिनु पर्छ नि। उहाँवाला दाइ 5 मिनटपछि यहाँबाट निस्किनेछौँ। गुरुजीले ड्राइभर पनि गर्ने, मेकानिकको काम पनि गर्ने। बहुत हो त्यही हाम्रो नानीहरूलाई अलिकति कतिखेर पुगिन्छ भन्ने चाहिँ बोध लागेको अवस्था छ। अब हामी लगभग यो गाडी बन्यो भने 10 मिनटमा हामी माथि पुग्छौँ र हामी पुगिसकेपछि हामी हाम्रो लोकेसनमा जान्छौँ। जानुपर्ने हामी सामान झार्दैछौँ बिस्तारै। पैसा त के हुन्छ एकैचोटि साँझ गरिदिए के हुन्छ? कति भयो? ल यो हाम्रो टिममा कति भयो? कति 10? कतिजना भयो? 10 जना। कति भयो पैसा भन्नु? हजुर पैसा 25 पैसा फर्किएर दिनुलाई एकजनाको 250 फर्किँदा दिएर भन्नु। फर्किँदा दिनुलाई एकैचोटि ल। मेरो टाउको दुखेको अवस्था। अहिले सब सन्चो हुन्छ कि सामान 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 कहाँ छ सामानहरू? ओ गुरुजी उता उता लगभग हामी सबै झरिसकेका छौँ। अब यहाँबाट हाम्रो सामानहरू बाँकी छ, सामान निकाल्ने अनि माथि लाग्ने। भरत जी यहाँ हुनुहुन्छ कि होइन र? त्यही त ढिलो भयो त धुनुपर्छ यार पुरै। पर्दैन धुनु त बाहिर होइन माथि ल सर होइन ल हामी हाम्रो डेस्टिनेसनमा पुगिसकेका छौँ। अब हाम्रो सुरु हुन्छ पिकनिक कार्यक्रम। लेट्स मुभ। बोरो लिएर को आउँछ सुरेश? कुन बोरो भाइ लोकेसन थाहा छ भन्नु सरले? एकजनाले यो लिएर आउने ल सबैजना आउँ है। जाने भाडा भाडा त उहीँ पुगिसक्यो। पानी यो बोक लौ त्यो मलाई देऊ। लौ 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 यो बोक के होइन लौ होइन ल्याऊ होइन यो बोक के यो हलुङ्गो ल कस्ती रहेछ यो हलुङ्गो छ भनेको। कति हलुङ्गो छ? छोड छोड ल साथीहरू खानको लागि ए छोटो छोटो बाइक आए त। यसरी पानी बोकेर हिँड्नुपर्ने अवस्था छ। हेलो भारी बोक्दै पिकनिकको रमाइलो पनि मेमोरेबल मोमेन्टहरू हुन् यी सबै। पछि गएर बुढेसकालमा हेर्नको लागि रमाइलो हुनेछ सबैलाई। र तपाईँ पनि अवश्य पनि यस्तै कार्यक्रमहरू आयोजना गर्नुहुन्छ होला। हाम्रो चाहिँ धेरै जसो आयोजनाहरू हुन्छ यस्तो कार्यक्रमहरू।
उकालो भनेपछि उहाँलाई चाहिँ एकदम साँच्चै अलिक गाह्रो मान्ने मान्छेलाई उकालो गाह्रै हुन्छ। ल हेर्नु टोली कहिले धेरै लामो समयपछि उकालो चढ्दै गर्दा चाहिँ यो गाह्रो आउँछ अवश्य पनि। तर हाम्रो अब ट्रेकिङ पनि रहेको हुँदा हामीले चाहिँ यसलाई गाह्रो मान्दैनौँ। उहाँ चाहिँ पहिले ट्रेकिङ गइसक्नु भएको अनुभव बटुलिसक्नु भएको टिम चाहिँ उहाँ रहेको छ। हेर्नुहोस् त्यही भएर कुनै सास नफुलिकन सास नफेरिकन पुग्ने मान्छे उहाँहरू। एक्सर्साइज धेरै यस्तो ठाउँमा हिँडिँदैन, त्यस कारणले गर्दा सास फुल्लिने यो त स्वाभाविक नै हो। त्यसलाई हामी गम्भीरताको रूपमा लिँदैनौँ, हामी अगाडि बढिरहन्छौँ। किन भन्दा हामी गोर्खाली हौ। अलि स्लो हिँड्नुहुन्छ हाम्रो टिम। रोस्ट अहिले खाँदा आनन्द आउँछ, बोक्दा हो। यो पानीको चाहिँ एकदम वेट हुँदो रहेछ साथीहरू, बोक्नलाई यसो एनर्जी राम्रै लाग्दो रहेछ। अब हामी लगभग 1 मिनटमा लोकेसनमा पुग्छौँ। माथिपट्टि चाहिँ अलिकति प्लेन ल्यान्ड छ, त्यहाँ मन्दिर पनि रहेको छ, साथै साइडमा धारा। त्यही नै हाम्रो आजको बसाइ हुन्छ। ऊ त्यो छेडा ऊ माथि देखियो, त्यो टिप्पर लागेको देखियो नि हरि। ओ पानी त त्यो त ऊ बाटो हो, ऊ यता यसरी गयो बाटो भेडामारे। यही बाटो हुँदै भेडामारे पनि सुपदेवराली हरखाँची जान सकिन्छ। सृष्टि कणेल थाकिसक्नु भएको छ। तपाईँलाई म अब होला, तपाईँले स्वयं लगाइहेर्नुहोस्, सफा रहेको छ माउन्टेन। हावा लागेको छ, सरल आनन्दको अनुभव भएको छ। मौसम यहाँको क्लियर छ, तर तराईको मौसम भने हुस्सु जस्तो लागिरहेको छ। अब के भएर हो। सानो टिम, सानो टोली। रमाइलो गर्दै भारी बोक्दै सानो हाम्रो फ्युचर पनि यही छ है, फ्युचर टिम। भोक मार्ने आइटम सीताको हातमा। यति लामो हिँडाइ पहिलोचोटि नै होला यो पिकनिकमा यत्रो सामान बोकेर। लगभग कतिवटा बोतल छ, 1 2 3 4 5 6 7 8 9 10 11 12 लिटर साथीहरू। 12 लिटर बोकेर म लगभग 50 देखि 70 मिटरको हाइटमा हिँडिरहेको छु उकालो। पुरै गलिसकेको छ हात। जति थकै लागे पनि यो ठाउँ
यो हावा यो चिसोपन देखिसकेपछि यो थकाइ सबै मेटिँदो रहेछ। अवश्य पनि सबैलाई मैले जस्तो महसुस गरिरहेको छु सबैलाई भएको छ। अब गएर पकाएर खाइसकेपछि अझै जोस आउनेछ। हो अरू के छ नि यहाँको यो छाउ मन्दिर बाहेक त खै यहाँ त धेरै राम्रो छ नि। हेर्नुपर्छ हेर्नुहोस् तलैको फाँट हो त्यो सबै तलको भाग। यो चाहिँ लोकेसन रहेको छ हाम्रो यहाँबाट। है तेरी यार ये 12 लीटर बोकेर त यार के यार। यहाँ चाहिँ निर्माणको काम पनि चलिरहेको रहेछ। यहाँ यो ट्रस्ट राख्ने काम भइरहेको छ। अवश्य पनि केही योजना छ होला निर्माणको। फाइनली डेस्टिनेसन ठाउँमा आइपुग्यो ल। अब हामी फाइनली शान्ताले चिया बनाउने हो र यहाँ चाहिँ हामीले खाना बनाउनको लागि चुलो चाहिँको निर्माण गर्नेछौँ। यहाँ ढुङ्गाहरू पनि छ, कसरी हुन्छ व्यवस्थित गराउनुपर्छ। यो चाहिँ श्री सिद्धकाली पञ्चायत मन्दिर। जुत्ता उतार्नुपर्ने हुन्छ भित्र जानको लागि चाहिँ दर्शन गर्नेछु। यहाँबाट तपाईँले तराईको सबै भूभागहरू देख्न सक्नुहुन्छ। यहाँबाट यो भाग यतापट्टिको भाग भेडामारे अरेखाँची एरिया मसिना डाँडा पर्छ भने यो तलको सम्पूर्ण भाग तराई भेग पर्छ। तर अहिले मौसम क्लियर नभएको हुँदा केही देख्न सकिँदैन। बच्चाहरू पनि एकदम जोस झरिसकेपछि गाडीबाट केही जोसमा छन्, अब खेल्ने तयारीमा छन्। उहाँहरूलाई अलिकति भोक लागेको छ। हामीले केही न केहीमा पकाएर खुवाउने योजनामा छौँ। उहाँले जुस खाइसक्नु भएको छ, सुरु भइसकेको छ खाने कार्यक्रम। पिकनिक हो, खानै पऱ्यो। बिस्तारै बिस्तारै अब सुविधा गराउँदै हुनुहुन्छ यहाँको समितिबाट चाहिँ। अवश्य पनि यो अब आउने समयमा हामी फेरि आउँदाखेरि यहाँ ढुक्क धारा हुनेछ। ल हेर्नुहोस् हाम्रो टिम मजाले बसेको छ। पानी आयो, अब बाल्टी लिएर जानु पर्यो छेडा। सक्रिय टिम एकदम राम्रो यही रमाइलो चाहिँ यस्तैलाई रमाइलो भन्नु पर्यो क्या। यहाँ त पिकनिक स्पट बनाइसकेपछि त्यो घरेर खाने के त्यसो लाग्यो। जाम हिँड्नुहोस्, ल्याउनुहोस् तपाईँ। नयाँ नयाँ ठाउँमा हुन्छ के अरे अङ्गुर घुम्न त नयाँ ठाउँ जानु नानीले भिडियो गराउँदैछन्। जान सक्यो भने चिसो पानी हामीले लिएर जान्छौँ अनि यही पानी हामीले खान्छौँ। आज पकाउनलाई पनि यही प्रयोग गर्छौँ। यो पानी लगभग 20 लिटर पानी हामी अब लिएर जान्छौँ। भाडा सरसफाइ चलिरहेको अवस्था छ। कविताले खाना पकाउँदैछ, यिनले धुवाई धुवा भनेर उठ्दैछन्।
बाहिर उस्तै धुवा छ भित्र गयो उस्तै धुवा बाबु नानी मेरो शिवाङ्गीले छोरा बाबु तिमी त ल अन्डा बोइल हुँदैछ सर अन्डा भन्छ कि शिवाङ्गी ल सविताको हाँसो नै भएन कि जादुमय छ के खाने गरम नङले छ त नङ छ नि ए आलु त्यहाँबाट चाहिँ त कुटाएर टोकन न दाउराले छाड्नु पर्छ जब सक्छु गर्नु एउटा दाउराले छाड्दिनु कि सर केही देखाइ नै यता गरेर यता मलाई मलाई मात्र ल गाइस के भयो नि के रह्यो अब हामीले के खाँदै थियौँ फल फ्रुट हामीले फल केरा खानु सुरु केराबाट सबैजनाले केराबाट सुरुवात गर्दै यहाँ किरण सरले चाहिँ नुन अन्डामा राख्दै स्पेसल कुक आजको स्पेसल आज त केही जान्दिनँ मैले त्यसै यति यति छोपेपछि खतरा रहेछ भन्ने हुन्छ है। नन किरण सर मैले ढाक्छु केरा एउटा प्लास्टिक छैन तातो त उता प्लास्टिक एउटा खाली छ नि त्यसलाई। त्यसलाई पनि बोक्नु सागुरा जम्मेको त्यो छ म्याम रियान्स ल ल उहाँ सरलाई खाऊ न थोरै खाऊ त्यही दिनु ल हाम्रो चाहिँ भर्खरै मात्रै अब मम्मीले स्टार्टिङ फलफुलबाट चाहिँ हामीले सुरु गरेका छौँ खाने कार्यक्रम सबै टिमले लगभग आफ्नो आफ्नो हातमा थाली स्याउ अङ्गुर फ्रुट्सहरू चाहिँ छोपेर खान सुरु गरिरहेका छौँ तिमी बाबुलाई दियो र हाम्रो केही टिम चाहिँ माथि हुनुहुन्छ आउँदै हुनुहुन्छ र बालबच्चाहरूले पनि फ्रुट्सहरू खाँदैछन् र हामीले लगभग अब सामानहरूकोदेखि लिएर सबै आगो बाल्ने ठाउँको व्यवस्थित भइसकेको अवस्था छ ऊ यहाँ बस्यो ऊ यहाँ बसाइज ऊ यहाँ बसाइज शीतल छ ल हेर्नुहोस् कति रमाइलो छ यहाँ ल जा जाऊ त्यहाँ खुट्टाले टेक लेफ्ट लेफ्ट खुट्टा लैजा पहिला लेफ्ट खुट्टा लैजा लेफ्ट लेफ्ट लैजा लेफ्ट लैजा पर्दा पहिला लेफ्ट लैजा के हुन्छ त्यसरी लेफ्ट लैजा लेफ्ट लेफ्ट भनेको कुन हो ल अपक अपक मैले तँलाई आइडिया सिकाउँछु अब यसरी जा भएछ नि ल बस त्यहाँ बसेर खा ल ल फटाफट ल ल फलफुलको स्वादमा यो बच्चाले किन खाएको छैन खै फलफुल खाएर नखाएको ल ल छिटो खाएर हो सो गाइज म पनि फ्रेस फ्रुट्सहरूको स्वादमा रमाउँदैछु टिम खै त अर्को दा अस्मितालाई दियो सबैलाई पुरा Good. थुत्तरे खान्छ इल्ला भयो कि नै सन्त मेरो रियान्सले समाचार दिन्छ एउटा यो हाम्रो कालो अङ्गुर यो हाम्रो गोरो अङ्गुर यो हाम्रो एप्पल एप्पल अ डे किप्स द डक्टर अवे प्योर मुस्ताङ प्रोडक्ट मुस्ताङै हो मुस्ताङै गरेर ल्याएको हिजो कतिजनाले पुगेन अब मेरो डिपार्ट दुधको रहेको छ पहिला अन्डा पोकेको खाएको मैले हो एकदम मिठो हो यो बतासे अन्डा हो कि यो कुन चाहिँ अन्डा मिठो पाइँदैन यो अहिले हामी तिमन पानी 13 यो माइका थान मन्दिर भन्दो रहेछ अब हाम्रो मासु र भात कुकिङ हुने तयारीमा यो पहिला हाम्रो मटन कुक हुन्छ ग्रेभी मटन हामीले जुन भातसँग खान्छौँ यहाँ हाम्रो टिमले चाहिँ अहिले नरिवलको स्वाद लिइरहेको छ जस्तै बच्चाहरूले चाहिँ के खान्छन् खै सबैजना मिलेर काम गरेपछि काम एकदम छिटो हुन्छ र सबैजनालाई कामप्रति आफ्नो दायित्व बोझ हुन्छ के काट मासु रमाइलो गरिराखेका छन् पाइपको चिन्चो भएको हुनाले गर्दा त्यस्तै गरेर वीरले भिडियो गराइरहेका छन् यही पुरा तपाईँले 5 स्टारमा मटन करी हुन्छ तपाईँ यसरी चाहिँ पिकनिक कार्यक्रमहरू आयोजना गर्नुहुन्छ कि हुँदैन अलिकति लामो सफरमा होस् अथवा आफ्नो घरको छरछिमेक नजिकको एरियामा त्यस्तो खालको रमाइलो तपाईँले गर्नुभयो भने तपाईँमा पनि एउटा ऊर्जा नयाँ ठाउँ घुमिन्छ देखिन्छ होइन
त्यस कारणले गर्दा नयाँ ठाउँ जानुपर्छ। हामी चाहिँ त्यो मान्यता भएर टिम पर्यो। ल हेर्नुहोस् हाम्रो सानो टोली पनि त्यसरी चाहिँ खेलिरहेको छ। चढाइ पनि छँदैछन्। ऊ भन्नाले ल हामीले आज चाहिँ हाम्रो लेडिज स्टाफ टिमलाई चाहिँ यो पिकनिकमा चाहिँ केही नबनाउने भनेर चाहिँ छुट दिएका छौँ। त्यस कारणले उहाँहरू चाहिँ घुम्न जानुभएको छ, तपाईँले देख्न सक्नुहुन्छ। र हामी 3 जना मेल स्टाफले अहिले कुकिङ गरिरहेको छौँ, नाच्दै रमाउँदै गीत सुन्दै राम्रो मिठो अनुभव चिसो हावासँगै यो सिमल पानीमा। तपाईँहरूले पनि यहाँको माहौललाई हेर्न सक्नुहुन्छ। चारैतिर पहाड, ठुला पहाडहरू, हरियाली, सौन्दर्यले भरिएको यो सिमल पानी आउनु होला। अब हाम्रो लगभग पकाउने कार्यक्रम अन्तिम चरणमा छ। यसलाई भन्छ मठ। मठ हाम्रो भात बनेर रेडी छ। अब हामी मासु बनाउँदैछौँ। त्यस लगत्तै हामीले रोस्टको कार्यक्रमहरू छ, रोस्ट बनाउने अनि रोस्ट खाने। अब लगभग हाम्रो पकाउने काम कम्प्लिट हुँदैछ बिस्तारै। कहिलेको जुनीमा भाती खाने समय भएको छ। अहिले पनि मासु पाक्दैछ, भलभल हुँदैछ। दही खाने कि के गर्ने, के नखाने, बाबुहरूले भोक लगाएर चम्मच चबाउँदैछ। उहाँहरू चाहिँ यत्तिकै बस्न केही गर्नु। उनले भिडियो गराइरहेको छन्, फोटो खिचिरहेको छन्। ए ऊ रहेछ टिकटक चल्दैछ उहाँहरूको। अब आउँछ, तपाईँले लगत्तै उहाँको आइडीबाट हेर्न सक्नुहुन्छ। सबै कम्प्लिट भएको छ। मासु बल फल्केको। एकदम रमाइलो दृश्य छ। त्यही अब हाम्रो भात खाने कार्यक्रम सुरु भएको छ। सबैले चाहिँ आफ्नो थालीमा भात लिएर बस्नु भएको छ। मेरोमा चाहिँ स्प्राइट छ, हुनुहुन्छ उहाँले स्प्राइट विथ कागती हल्का मकटेल गराउने मोजितो के भन्दै चाहिँ खाँदै हुनुहुन्छ। र म चाहिँ अब खाना खाने, एकदम फ्रेस खाना। आहा यस बच्चाहरूलाई पनि खुवाउनै पर्यो आमाहरूले। मेरो नानीले खाँदैछन् मजाले बसेर। भाइले चाहिँ किन खाँदै हुनुहुन्न? के भयो? भर्खरै खाएर भ्याउनु भएको रहेछ। ल साथीहरू, म पनि खान्छु। खाएको त के भिडियो गराउने है। तपाईँको 10 रुपियाँ पैसा छ नि? छ मेरो 10 रुपियाँ पैसा। तपाईँको 10 रुपियाँ छ के? त्यतिकै डन रियान्स डन।
बाबा माथि माथि चढाइदिनु न माथि प्लिज माथि त त्यो तान्छ त्यहाँ सर्प होला तान मन त भइएन के अरे मान्छेले हान्छ मलाई हान्छ अरे मान्छेले भन्दा हामी मैले त हानेकै छैन हेर्नुहोस् उहाँ चाहिँ हाम्रो भाइ एकदम ल अब हाम्रो रोस्टको कार्यक्रम रहेको छ रोस्ट बन्दैछ हेर्नुहोस् फ्रेस ताजा मिठो रोस्ट त्यहाँ प्लेटमा पनि छ र पाक्दै पनि छ पकाउने सीता सापकोटा र हाम्रो के अरे सविता भुषालज्यू म र साथसाथै सहयोगी पार्टनरमा सुधीर खरेल यसरी चाहिँ यदि तपाईँले काट्नुभयो भने ल हेर्नुहोस् अलिकति ठुलो पिस गराउनु भएछ त्यसरी चाहिँ सानो सानो पिस गराउनु भयो भने रोस्टको लागि राम्रो हुँदो रहेछ त्यो चाहिँ हामीलाई भर्खर थाहा भयो उहाँ चाहिँ हाम्रो टिमले भन्दाखेरि थाहा भयो त्यस्तै गरेर अब हाम्रो यहाँ अन्डा चाहिँ अलिकति धेरै मात्रामा चाहिँ हाम्रो अर्डर भएको रहेछ त्यो बस्ने भयो घर घर जान्छ होला तर त्यो खेर जाँदैन त्यस्तै गरेर उहाँ चाहिँ दहीको पाराखी भएको हुनाले गर्दा दही खाँदै हुनुहुन्छ त्यसपछि अब उहाँ रोस्टको माइके उहाँ चाहिँ रोस्टलाई कसरी हुन्छ सानो गराउने भनेर चाहिँ लागि पर्नु भएको छ मार हान्ने मान्छे यहाँ चाहिँ नानीले यसमा चाहिँ राखेको छ दही भरि दही अहिले खाउँला म लगाइदिन्छु अनि फेरि अर्काको निकाल्नु यो कराई किन ढलक ढलक गरिराखेको ल म पनि सहयोगी पार्टनरको रूपमा यहाँ चाहिँ सहयोग गरिरहेको छु चाहे त्यो आगो बालेर हुन्छ अथवा केही पकाउनु पर्ने भयो भने पनि म सहयोग गर्छु र उहाँ चाहिँ हाम्रो मुख्य यो टिमलाई चाहिँ कसरी अगाडि बढाउने हाम्रो चाहिँ खास विशेषता उहाँको त्यो रहेको छ इडली बसाल्ने र चिया बनाउने भन्दै हुनुहुन्छ अब चिया खाइन्छ त्यसपछि हामी फेरि गाडीको लागि तल झर्नुपर्ने हुन्छ गाडी हाम्रो 5 बजेको सेरोफेरोमा आइपुग्छ सो बालबच्चालाई पनि त्यही किसिमले तयारी गराउनु पर्यो आफू पनि तयार भएर भाँडाहरू सबै माझेर सफा गरेर र भाँडा चाहिँ जसले दिएको छ उसलाई चाहिँ हात लगाइसकेपछि बल्ल हामी दिन्छ सो हुन्छ चलिरहेको हेलो गाइस टु माय न्यू भिडियो ओए 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 ए पिकनिक आहामा हामी पिकनिकतिर आहाम अफिसको यो स्कुल पिकनिक हैन अफिस पिकनिक हो अफिस यहाँ पनि बहुत मान्छे हुनुहुन्छ यहाँ पनि एउटा मान्छे आउनु छ यहाँ फेरि मेरो भाइ चस्मा लाएर हिँडेको यहाँ फेरि यहाँ अरू भाइ पनि छन् खै रातैबाट जाऊँ माथि मैले दुईटा भाइ पनि देखाइदिन्छु अब यहाँको दुईटा भाइ पनि देखाइदिन्छु सक्नु त क्यामेरा देखेछ मुख हेलो हेलो गाइस हेलो
देखेँ बाहिर कौन न लाइजी इन्डिया भाइ इनिमन भाइ हाँ यो रियान छ तिनको नाम पनि रियान छ यी मेरो दिदी पछाडि क्यामेरा लगाउने कसरी यो के हो यो चुप यो तुम चड्डा फेरि भने चलो मैले हातमा लगाउँदै थिएँ खस्दैन भनेर यिनी भाइ फेरि आउ आउ गर्दै बस्यो मलाई यही नमन लाग्छ यिनी भाइलाई त हामी सिमलपानी आँखामा चाहिँ पिकनिकमा सिमलपानीतिर जानु हेलो भनिदिनुहोस् हेलो देखेन के म हेलो यहाँ हुन्छ उता अगाडितिर अलि मन्दिर छ यहाँ हामी सिमलपानीतिर आँखौँ ऊ यता हातिर हाम्रो हामीले बनाएको यहाँ मेरो भाइ पनि आयो मेरो पछि पिकनिक सिमलपानीतिर हामी पिकनिक आँखौँ अफिसतिरबाट अगाडि मन्दिर छ त्यही देखाउनु गइरहेछौँ हामीले तपाईँलाई तपाईँहरूलाई ल यहाँ साँपको एउटा काँचुली पनि थियो हामीले देखाउनु भएन यहाँ देखाइदिन्छु साँपको काँचुली देख्न के हुन्छ काँचुलीले छ पार 20 लाग्छ दाउराले पनि 20 लाग्छ देऊ छोप त क्यामेरा मेरो हात आला है तर हेलो मेरो हातमा क्यामेरा हो ओ रोक ओ अच्छा मन्दिर ओइ रोका उता फेरि कहाँ गर्दै कराइरहेछन् यिनले भनिन् कि कहाँ गर्दै कराइरहेछन् कहाँ होइन यहाँ एउटा भाइ कराइरहेछन् कहाँ गर्दै म कराएको होइन यिनी भनेन मैले उतातिरमा अघि देखाएको थिएँ नि ठुलो भाइ तिनी भाइले कहाँ गर्दै बस्छन् त मैले पनि सक्छु यिनीको बुवा हो अरे खान्छु उहाँ मन्दिर छ ऊ हेर्नु यहाँ मन्दिरतिर आइपुग्यौँ हामी अब हेर्नु ल अझै माथि उकालो चढ्छु अनि फेरि भयो अनि फेरि मन्दिर आइहाल्छ हिँडौँ यहाँतिर भजन गाउने ठाउँ बनिरहेछ यतातिर यहाँ हेर्नु यहाँ भजन गाउने ठाउँ बनिरहेछ यहाँ फेरि मन्दिर ल हिँड अब हामी उतातिर यिनी फेरि कहाँ दुब्दै आछन् गाईहरू बचाउनु फेरि पिट्छु आइया अयो अया अया आजको ब्लग भयो यहाँ लड्दै ल राजा ल भारी बिसाइदै फोटो लाउनु त अझ फेरि
मलाई त देखि चाहिँ आउँछ होला कालो बन्द गरिदिउँ बन्द बन्द गर्न आउँछ नि तिमीलाई हो त्यो प्रेस गरिराख समापन हुने क्रममा छ हामीले जहाँबाट चाहिँ भाडाहरू लिएका थियौँ उहाँहरूलाई चाहिँ हामीले सबै भाडाहरू बुझाएका छौँ र सबै भाडाहरूको सेवा शुल्कसहित हामीले आजको पिकनिक समापन गर्ने तयारीमा छौँ र उहाँहरूले पनि लगातार यहाँ चाहिँ एउटा ट्रस्ट हालेर भवन बनाउँदै हुनुहुँदो रहेछ भविष्यमा हामी फेरि आउँदाखेरि यो बाटो आउँदाखेरि यो भवन अवश्य पनि पुनर्निर्माण हुनेछ र हामी यसमा चाहिँ बसेर सायद यो मन्दिर भएको हुँदा यहाँ भजन मण्डलीहरूबाट चाहिँ भजन गाउने आउने समयमा हुने होला जस्तो लाग्छ मलाई यहाँको एकदम रमणीय वातावरण छ चिसो हावापानी यो अलिकति समुद्री सतहदेखि 1300 मिटरको हाइटमा भएको हुँदा यहाँ चाहिँ त्यो धेरै चाहिँ तल जाने हो छोड्दै मजाम गएर आउनुहुन्छ साथीहरू हेर्नु हामी म फेरि पहिलोचोटि यहाँको तल आउँदैछु यहाँको तल ठाउँ धेरै सुन्दर छ रमणीय छ र यहाँको बासिन्दाहरू पनि एकदम सहयोगी हुनुहुन्छ यदि तपाईँहरू पनि आउन चाहनुहुन्छ भने यो सिमलपानी आउन सक्नुहुन्छ यो ठाउँमा आएर तपाईँ आफ्नो पिकनिकको कार्यक्रमहरू सानसानो आफ्नो साथीभाइसँग बसेर गफगाफ गर्ने त्यसपछि अब सबै कुराहरू तपाईँले यहाँ आएर गर्न सक्नुहुन्छ बसेर रमणीय ठाउँ छ कतैबाट पनि तपाईँले यहाँबाट केही कुराको अवरोध पाउनुहुन्न मजा आइजा धेरै तल आइजा फाइनली हाम्रो आजको पिकनिक समाप्तको घोषणा गर्दै चाहन्छु सबै भाडाहरू सबै सामानहरू हामीले उचित ठाउँमा राखेर अब हामी घरतर्फ ब्याक रिटर्न हुँदैछौँ सबैजना तयार हुँदै हुनुहुन्छ आफ्नो झोलाहरू हेर्दै हुनुहुन्छ गाडीवाला त मैले भनिसकेँ बाबु बस्ने बस नत्र जा भन्दै र लगत्तै हामी अब घरतिर फर्किन्छौँ र एकदम रमाइलो भयो आजको पिकनिक सारांशमा भन्नुपर्दा सबै चाहिँ मिठो यादहरू लिएर हामी यो ठाउँबाट फर्किँदैछौँ यो यहाँ गिलास फेरि थालेछ त्यहाँ पनि गिलास बोतल रहेछ होइन भयो छोडिदिनुहोस् त्यति चावडा बोतलले केही भएन यो त्यति हात्तिसक्यो यो हाल्दा बित्तिकै साइड यो अहिले मैले उसमा अर्कोमा फेरि हुन्छ क्या ल हामी फेरि अब घरको लागि अगाडि बढिसकेका छौँ बिस्तारी बिस्तारी अब गाडीमा चढ्ने त्यसपछि घरतिर लाग्ने छिटो किन लोटिन्छ नि छिटो हिँड्नु भएन म हुँ र डराउने भए मन्सु छोरीले भिडियो गराउँदै हुनुहुन्छ अति राम्ररी बोल्नु हुनुहुन्छ बादल वर्षा बिजुली झन्डा र फरर गरे माथि
पानी बोक्थ्यो कि यार यो अस्पताल बहिनी त यो थियो नि मभन्दा त भर्खर काले पनि बोक्ने हड्डी बैला हुन्छन् के अरे नत्र त्यही पिटिक्का पिटिक्का हेलो गाइज धेरै रमाइलो भयो आजको पिकनिक। यस्तै पिकनिकहरू हामी हरेक वर्ष अर्गनाइज गर्छौँ अफिसबाट अफिसियली पनि र आफ्नो तर्फबाट सहयोग पनि हुन्छ। यस्तै ठाउँहरू सेलेक्सन हुन्छ त्यसपछि हामी सक्सेसफुल्ली त्यो पिकनिकलाई मिट गर्छौँ। आज पनि बिस्तारै है बेटा झर्दाखेरि त थकै लाग्दैन है चढ्दाखेरि थकै लाग्दैन। यो स्कुल सिमलपानी स्कुल ल हेर्नुहोस् उहाँले पनि दिदीलाई बोलाउँदै हुन्छ मन्सु चाँडै आउनुहोस् भन्दै नट एट अल। गाडी त प्याक छ क्या हो नमिले त अब केटाकेटी कहाँ बसाल्ने। त्यसलाई त ड्राइभर कहाँ सिकाइदिन्छ पनि। टक्क रोस्ट पनि खुवाइदिने ड्राइभरलाई। आहा लाली गुराँस कहीँ आउँदा धरियो बस्थ्यो निलो थियो हो। गाडीमा गइसक्यो भाडा कहाँ जाने? भाडा म अगाडि गएँ ल बाटोमै गयो। आइज तलै गएर किनौला आइज बैरिया किन्ने आऊ बैरिया किन्ने आऊ। फाइनली हामी तल झरिसकेका छौँ।
माथि डाँडाबाट। अब यहाँबाट हामी बसमा चढ्नेछौँ। सम्पूर्ण टिम आइसकेको छ बसमा। अवश्य पनि कोही बाँकी छ। पछाडि अगाडि त सिटै छैन त कहाँबाट। हेर्नुहोस् उहाँ चाहिँ सिटको तयारीमा लास्टमा आउनुपर्छ। लास्टमा सबभन्दा रमाइलो लास्ट। सबैभन्दा रमाइलो लास्टमा हुन्छ है। तिमी त यहाँ छौ नि माथि क्या। ए कहाँ हो? यता बस्नु न यता पछाडि छ। ल गाइस बाई बाई सिमल पानी। तिमी त तल छोड्ने हो नि। फाइनली हाम्रो यात्रा घरसम्मको अब केही 5 मिनटमा हामी घर पुग्नेछौँ। सबैजना सकुशल हामी आजको पिकनिक सम्पन्न गरेर फर्क्यौँ र ड्राइभरलाई धन्यवाद दिनुपर्छ। बसलाई पनि धन्यवाद दिउँ है। हामी सबैजना खुसी छौँ। यसरी चाहिँ हामीले आजको पिकनिक सम्पन्न गरेका छौँ। सबैलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु म आफ्नो तर्फबाट पनि। तपाईँलाई पनि कस्तो लाग्यो कमेन्ट गरेर यदि केही सोध्न चाहनुहुन्छ भने कमेन्टमा तपाईँले कमेन्ट पनि गर्न सक्नुहुन्छ। कहिले हाल्ने एक वर्षपछि आउँछ होइन भोलि आउँछ। यो फेरि सिधै छ क्या। र तपाईँहरूले पनि यो भिडियो हेरिदिनु भयो त्यसको लागि म हृदयदेखि नै तपाईँहरूलाई धन्यवाद दिन चाहन्छु। यस्तै रोचक भिडियोहरू चाहिँ म नियमित रूपमा ल्याउनेछु भन्दै आजको यो भिडियोबाट बिदा हुन चाहन्छु र सबै साथीहरूलाई सँगै टाटा।